दर्शकवृन्द हार्दिक स्वागत छ भुन्टी सिरियलको नयाँ रिभ्यू भिडियोमा। साथीहरू, यति बेला भुन्टी सिरियलमा पनि यता पहिले नै भुन्टीलाई माग्न जाने युवा पनि यति बेला भुन्टीलाई भेट्नका लागि भुन्टीको घरमै पुगेका छन्। साथीहरू, यता भुन्टीलाई भेटेपछि पनि अब भुन्टी र ती व्यक्तिबीच आफ्नो मनका व्यथा कुराहरू भने एक अर्काले साटासाट गरेको दृश्य हामीले देख्न पाउँछौँ। साथीहरू, यतिका लामो समयदेखि आफ्नो जेठानी दिदी लगायत आफ्ना श्रीमान कस्ता छन् र घर परिवारमा कस्तो व्यवहार गर्छन् भुन्टीलाई भन्ने कुरा कोही कसैसँग बिचारी भुन्टीले पोख्नसम्म पाएकी थिएनन् भने यति बेला आजको स्थितिमा आएर ती व्यक्तिसँग सबै यथार्थ यानि कि मनको कुरा भुन्टीले खोलेकी छिन्। साथीहरू, यसै क्रममा ती युवाले पनि आफूले माग्न जाँदा लौरो लिएर लखटेको कुरा भुन्टी सामु पोखेका छन् भने आजका दिनसम्म आफूले विवाह नगरिकन बसेको र भुन्टीसँगै भेट होस् भनेर भुन्टीकै याद र मायामा तडपिएर बसेको कुरा पनि खुलासा गरेका छन्। साथीहरू, यस्ता कुराहरू सुनेपछि भुन्टीले पनि अब विवाह नगरेकै राम्रो, मैले त विवाह गरेर निकै पश्चातापमा छु र म निकै धिक्कार छु भनेर आफूलाई मैले केही कुरा सोच्नु पर्दैन। तपाईँले त लखटे कस्ता कस्ता केटाहरू माग्न आउँथे, म विवाह गर्दिनँ, जे भए पनि आमा बुवा हुन् भनेर विवाह नगर्ने निर्णय लिन्थे र त्यहाँबाट केटाहरूलाई लखटिदिन्थे। त्यसमा तपाईँ पनि तपाईँ पनि पर्नुभयो, मैले त सोच्नु पर्ने थियो नि। तपाईँले त लखटे बुढा भएका बुवालाई समेत किन लखेटेँ होला, मेरो दिमागै छैन, मैले त केही सोच्नु पर्ने थियो नि भनेर आफैलाई धिक्कारेर आफ्नै गाला र टाउकोमा आफ्नै हातले पिटिरहेकी हुन्छन्। साथीहरू, यसै गर्ने क्रममा पनि यता ती युवाले अब भुन्टीको हात समातेर यस्तो गर्नु हुँदैन, किन यस्तो गर्नुहुन्छ, यसरी विवाह नै गर्दिन भनेको मान्छेले कसरी विवाह गर्ने निधो र निर्णय गर्नुभयो, अहिले खुसी त हुनुहुन्छ नि विवाह गरेर, कस्तो व्यवहार गर्नुहुन्छ घर परिवारमा र श्रीमान कस्तो पर्नुभयो भनेर सोधेपछि भने भुन्टीले यी सबै कुराहरू ती व्यक्ति सामु राखेकी हुन्छन्। साथीहरू, यसै क्रममा अब ती युवाले भने भुन्टीलाई नै पर्खेको कुरा सबै खुलासा गरेका छन्। यतिका वर्षसम्म तपाईँले त्यति बेलासम्म मलाई माग्न जानुभएको यत्रो वर्ष भयो, तैपनि तपाईँ अहिलेसम्म विवाह नगरी बस्नुभएको छ किन त भनेर भुन्टीले सोधेकी हुन्छन्। साथीहरू, अब यस्तो कुरा सुनेपछि भने भुन्टीको मनमा कहीँ कतै भने ती व्यक्तिको लागि माया लुकेको हामीले देख्न सक्छौँ। साथीहरू, अब भने भुन्टी आफ्नो बाटो लाग्न तर्फ लागेकी हुन्छन् भने हातमा समातेर ती व्यक्तिले भुन्टीलाई अँगालोमा टाँसेका छन्। साथीहरू, हातमा समातेर तानेर यति बेला भुन्टी पनि ती व्यक्तिको अँगालोमा टाँसेर निकै भावुक बनेको हामीले देख्न सक्छौँ भने ती युवाले पनि भुन्टीलाई छातीमा टाँसेका छन्।